सीताराम, राधे श्याम, जय सियाराम। अस्ति एउटा आफन्ती पर्ने रिश्तेदार नातेदारकोमा घरमा भेट्न गएको थिएँ। अलि दिन पहिलेको कुरा है। टाढाबाट हेर्दा उसको मेन ढोका खुल्लै थियो। नजिक जाँदा जाँदासम्म अचानक हेर्छु त ढोका बन्द भयो के। मलाई बहुत रिस उठ्यो। सायद उसलाई मसँग भेट्न मन थिएन होला। म के गरेँ थाहा छ? त्यतिकै हिँडेन नि। त्यही ढोकामा बाहिर पनि ह्यान्डल थियो। त्यो ह्यान्डल लगाएर हिँड्दै। मेरो यो कुराले, यो क्रियाले के सिक्नुभयो साथीहरू? तपाईका आफन्ती, रिश्तेदार, नातेदार, साथी, भाइ कोही अचानक यदि तपाईको प्रगति देखेर तपाईसँग जलेर तपाईसँग भेट्नको नचाहेर यदि आफ्नो भित्रबाट ढोका बन्द गर्छ भने उसलाई त्यतिकै नछोड्नुस् है। उसलाई जताइदिनुस् कि त्यही ढोकामा एउटा ह्यान्डल बाहिर पनि हुन्छ। तपाई त्यो लगाएर हिँड्दिनुस्। सीताराम, जय सियाराम, राधे श्याम।